पोर्चुगिज भाषामा मैले यो काम गर्नु पर्नेछ या गर्नै पर्नेछ। जस्तै मैले तिर्नु पर्नेछ, मैले खानु पर्नेछ या मैले काम गर्नै पर्नेछ कसरी भन्ने। यो एकदमै सजिलो छ। यसका लागि हामीले ताइन्यो क पछि जे काम हामीले गर्नुपर्ने हो त्यो भर्बलाई राख्ने। जस्तै मैले काम गर्नु पर्नेछ या गर्नै पर्नेछ भन्नु पर्यो भने ताइन्यो क trabalhar, ताइन्यो क trabalhar, मैले काम गर्नै पर्नेछ या मैले काम गर्नु पर्नेछ। मैले पकाउनु पर्नेछ भन्नु पर्यो भने ताइन्यो क cozinhar, ताइन्यो क cozinhar, मैले पकाउनु पर्नेछ। हामीले ताइन्यो क पछि आउने जुन भर्ब छ या क्रिया छ जो हामीले गर्नु पर्नेछ त्यसलाई परिवर्तन नगर्ने। आउनुस् केही उदाहरणहरू हेरौं। ताइन्यो क limpar, मैले सफा गर्नु पर्नेछ। ताइन्यो क comprar, मैले किन्नु पर्नेछ। ताइन्यो क ir, मैले जानु पर्नेछ। ताइन्यो क sair, म निस्कनु पर्नेछ। ताइन्यो क encontrar, मैले भेट्नु पर्नेछ। ताइन्यो क comer, मैले खानु पर्नेछ। अब तपाईले भन्नुस् मैले पिउनु पर्नेछ या पिउनै पर्नेछ पोर्चुगिजमा कसरी भन्नुहुन्छ? कमेन्टमा लेख्नुस्।